नमस्ते। कुनै यस्ता कथाहरू हुन्छन् न कुनै किताबमा हुन्छन् न कुनै कवितामा हुन्छन्, बस हुन्छन् त मनमा हुन्छन् र भावनामा हुन्छन्। म आज बजारमा हिँडिराख्दाखेरि एकजना अपाङ्गता भएका व्यक्तिसँग भेट भयो र मैले कसरी यस्तो हुन गयो बुवा भनेर सोद्धा उहाँले मेरो जन्मजात नै यस्तै भएको हो भन्नुभयो। अनि सङ्घर्ष गरेर खान गाह्रो छ है बुवा भनिराखेर हामी कुरा गर्दाखेरि एकजना अर्को त्यस्तै अपाङ्गता भएका व्यक्ति पनि झोला बेच्दै आउनुभएको थियो र उहाँले यस्तै त हो नि बाबु, सङ्घर्ष त गर्नै परिहाल्यो नि भन्नुभयो र विगतका केही कुराहरूलाई मसँग खोल्दै हुनुहुन्थ्यो। म उहाँको कुराहरू सुनेर एकछिन भावुक पनि भएँ र बुवा, मैले तपाईँलाई सहयोग गर्न चाहेँ भने तपाईँ पैसा लिनुहुन्छ कि मैले केही अन्डहरू किनिदिएँ भने अन्ड लिनुहुन्छ भन्दा बुवाले मलाई जे भए पनि हुन्छ बाबु, यहाँ मलाई काठमाडौँमा बसोबास गर्नलाई पनि धेरै समस्या छ र म अशक्त भएको कारणले गर्दा खासै त्यस्तो केही पनि गर्न सक्दिनँ भन्नुभयो। मैले हुन्छ बुवा, म आज हजुरलाई केही सानो सहयोग गर्छु, तर अर्कोचोटि भेट भयो भने म हजुरलाई अलि राम्रोसँग सहयोग गर्छु नि है भन्नु। उहाँले हुन्छ बाबु, जे सक्नुहुन्छ त्यही गर्नुहोस् न भन्नुभयो र म बुवालाई केही सामानहरू किनेर ल्याएँ पनि। मैले आज बुवालाई सामान्य सामान मात्र दिएको थिएँ, खासै केही त थिएन, तैपनि बुवाले मुस्कुराउँदै धन्यवाद भन्नुभयो र मसँग केही रुपैयाँ पनि मैले बुवालाई सहयोग स्वरूप हालिदिएँ र अर्को दाइलाई पनि लिनुहोस् यो तपाईँलाई पनि, उहाँले पर्दैन भन्नुभएको थियो, तर यो मेरो सानो सहयोग हो लिनुहोस् न भनेपछि उहाँले पनि लिनुभयो र म घर फर्किएँ।